हेलो सम्पूर्ण साथीहरूलाई म सन्दीप छेत्री ब्लगमा तपाईँलाई सबैलाई स्वागत गर्दै आज हामीहरू खोला जाने हाम्रो टिम हुँदैछ है र कसै मान्छे भिडियो भनेपछि एलर्जी हुने रहेछ र अब चाहिँ हामीहरू यहाँनिर प्रस्थान गर्ने यहाँबाट तल गएर बुक गर्ने गाडी है यहाँदेखि म्याजेस्टिक जाने म्याजेस्टिकबाट चाहिँ गाडी आयो है अब हामीहरू यहाँनिर चढ्ने र यसको चाहिँ कस्तो खुल्ला छ गाडी त 6501 अस्तिको त यस्तो बिचमा थिएन नि त यो टुक्रो लाग्थेन नि त अन्त फेरि आज एकजना पनि त कम्ती छ नि त हामीहरू चाहिँ यहाँबाट म्याजेस्टिक गएर म्याजेस्टिकबाट चाहिँ बसमा जाने हाम्रो प्लान भएको थियो र अहिले त प्लान क्यान्सल गरेर चाहिँ अब यो गाडीलाई नै क्याबलाई नै हामीले अब डाइरेक्ट उता लाने सल्लाह भयो र है यसले नै हामीले लगेर वेट गरेर घुमेर त्यहाँनिर बेलुका हाम्रै थलोमा पुऱ्याइदिन्छ यसले चाहिँ है ल्याइदिन्छ जान्नु अब डाइरेक्ट हामीले यहाँबाट म्याजेस्टिक नगएर चाहिँ हामीले सिधै कोटेलिङ्गेश्वरी जाँदैछौँ कोटेलिङ्गेश्वरी चाहिँ तपाईँको करोडौँ अब शिवलिङ्ग छ भन्छ हुन त म पहिला पनि गएको यहाँ मेरो साथी हामी त फर्स्ट टाइम हो जाँदैछौँ हाइवेमै नै चलिरहेको छौँ है हेर्नु सक्नुहोस् हेर्नुहोस् साथीहरू एकदम दामी नजारा छ हामीहरू यस्तो बस्ती एरियामा अब अहिले आइपुगेको छौँ खेतीबारीहरू हुँदो रहेछ सरी अब हामीहरू मोटामोटी आइपुगिसकेको छौँ दर्शन गर्नेछौँ हामी भने हामीहरू यहीसँग बहिनी बस्नुपर्छ है हेरिसक्यो अब हामीहरू पार्किङको लागि गाडी जाँदैछ हो अब हामीहरू चाहिँ आएको छ लाग्छ पहिला म आएको
सपनामा होइन नि गाडी पार्किङ यसरी छ यहाँनिर है गाडीबाट चढ्दै गरेको अब हामी भित्र दर्शनको लागि जाने खोलाहरूमा अहिले भने हामीहरू बोलिरहेको छ र यहाँनिर जुत्ताहरूको लागि यहाँनिर है यस्तो छ साथीहरू तपाईँहरूलाई के चाहियो यहाँ सबै तपाईँले पाउन सक्नुहुनेछ साथीहरू अब हामी प्रवेशद्वारमा पस्नेछौँ हेर्न सक्नुहुनेछ यहाँबाट पस्नु पऱ्यो तर मिस्टेक भयो यहाँबाट हामी एकदम सिस्टमेटिक छ एकदम सिस्टमेटिक छ है र हेर्नु सक्नुहुन्छ चढो न म यहाँ भिडियो गर्दैछु तपाईँले जति यहाँ देख्न सक्नुहुन्छ सबै शिवलिङ्ग यहाँनिर है यहाँ जति पनि देख्न सक्नुहुन्छ सबै यो शिवलिङ्ग यहाँनिर है अगाडि पनि धेरै नै छ नयाँ बेहुला र बेहुली मात्रै पनि फेरि पछाडि हेर न झोलाले राम्रोले भएन हाम्रो बाँधेन यहाँनिर दुईजना है आफ्नो मनोकामना पूर्ण होस् भन्ने एउटा सोच लिएर है दुईजना पूजा गऱ्यौँ है
पूजा गरेर अहिलेसम्ममा चाहिँ यहाँनिर 9 लाख सरी 90 लाख शिवलिङ्ग भइसकेको रहेछ र 90 लाख भइसकेको रहेछ है र अझै नै अब एकपल्ट घुम्नु लागि 1 लाखको जरुरी रहेछ सक्नुहुन्छ यो सम्पूर्ण जति पनि तपाईँले दिनुभएको छ है शिवलिङ्ग 90 लाख भइसकेको रहेछ भने अब 1 करोडको लागि अहिले भने चाहिँ हामीले दर्शनहरू गर्दैछौँ है सबभन्दा ठुलो चाहिँ सबैभन्दा ठुलो शिवलिङ्ग हो है 90 लाख भइसकेको रहेछ अहिलेसम्म यो मन्दिर सबैभन्दा ठुलो मन्दिर हाम्रो दर्शन गर्नु यो सबभन्दा ठुलो यहाँको कोटलिङ्गेश्वरीको शिवलिङ्ग तपाईँहरूले यो सबै सबैपट्टि बारेको मात्रै रहेछ अब हामीहरू निस्किने साथीहरू है जति पनि तपाईँहरूले देख्न सक्नुहुन्छ है शिवलिङ्ग सानोदेखि लिएर सानो ठुलोदेखि लिएर ठुलो यहाँनिर छ शिवलिङ्ग हरेक देवी देवताहरूको यहाँनिर मन्दिर है
किलोमिटर टाढोमा रहेको छ। यो कोलार डिस्ट्रिक्ट हो। दार्जिलिङदेखि 90 किलोमिटर। सक्नुहुन्छ यहाँनिर शनिदेवी स्थानको यहाँनिर एउटा मन्दिर स्ट्याचु पनि रहेको छ र हेर्न सक्नुहुन्छ तपाईँ साथी र हेर्नुहोस् र जति पनि यहाँनिर छ हेर्नुहोस् आँखाले भ्याएभरको पल्लो छेउसम्म यो शिवलिङ्ग र हरेक सरसामानहरू तपाईँहरूले यहीँभित्र नै पाउन सक्नुहुनेछ। र यहाँनिर नानीहरूको खेलाउनादेखि लिएर पूजाको प्रसाद सबै तपाईँहरूले पाउन सक्नुहुनेछ यहाँनिर। निस्किसकेको छु हरेक सरसामानहरू यहाँ पाउन सक्नुहुनेछ। साथीभाइहरू तपाईँ पनि यहाँ आएर दर्शन गर्न सक्नुहुनेछ। भनेदेखि म निकासीबाट बाहिर निस्किसकेको छु। हल्का चिया चमेनाको कार्यक्रम चिया चमेनापट्टि अब यहाँनिर यहाँ हल्का चियानिर चियाको म त यहाँनिर माजा कुल्फी मान्छे पनि कुल्फी जस्तै छ है। बिस्किट कुल्फी कुल्फी यहाँनिर जुल्फी अब हामीले चाहिँ फर्केको है फर्किँदैछु र यो फर्केको नजर अब हामीहरू आफ्नो घरपट्टि आफ्नो रुमपट्टि बेङ्गलोर कोलारबाट हामी बेङ्गलोरतर्फ लागिरहेको छु साथीहरू। हामीहरू हस्कोटी आइपुगेको छौँ। सबै सुतेर बिदाएर चाहिँ सबै झसङ झसङ्गै छौँ साथीहरू। के हो सुगर केन हो र बिहानदेखि किन आएको अब चाहिँ यहाँनिर हामीहरू लागि चाहिँ यहाँनिर झर्दैछौँ है। इम्पायर होटलमा जाने र अब हामीहरू होटलतर्फ लागिरहेको छौँ। फोटो कहाँ हो? जाऊ हो जोइन गरेर जोइन गरेर सरी
बिरयानी चिकन बिरयानी रहेको छ हाम्रो एउटा निस्केको हो आउँदा भइसकेको त हामी निस्केछौँ है अब त बासगृहमा आइपुगेका छौँ हामीहरू सबै थाकेर सुस्त आजको यात्रा यही नै समाप्त